कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका 6 मा अवस्थित जनता बहुमुखी क्याम्पस 2059 सालमा स्थापना गरियो। यो सामुदायिक शिक्षा संस्थाले आज अस्तित्व बचाइरहेको छ। नाम बहुमुखी भए पनि अवस्था भने सङ्कुचित र सङ्कटग्रस्त देखिन्छ। यहाँ करिब 200 विद्यार्थी भर्ना भए पनि कक्षा कोठामा दैनिक रूपमा उपस्थित हुने सङ्ख्या जम्मा 15 देखि 16 जना मात्रै छ। शिक्षण व्यवस्था, कक्षा सञ्चालन र शैक्षिक सुधारको विषयमा प्रश्न उठिरहेको छ। शिक्षकहरू दक्ष छन्, इमान्दार छन्, तर शिक्षणका लागि चाहिने भौतिक पूर्वाधार, पुस्तकालय, आइसिटी प्रयोगशाला जस्ता आवश्यक संसाधनहरूको घोर अभाव छ। क्याम्पससँग आफ्नै 5 कट्टा जमिन छ र 12 कोठा भएको 2 ताले भवन पनि निर्माण गरिएको छ, तर 3 वटा संकायका सबै कक्षाहरू चलाउन यो अपुग छ। क्याम्पसको मुख्य उद्देश्य थियो आर्थिक रूपले कमजोर, दलित, जनजाति र विशेष गरी विवाहित महिला र ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई पहुँचमा ल्याउनु। आज पनि यहाँ 75% भन्दा बढी विद्यार्थी महिला नै छन्, तर अहिले परिस्थिति यस्तो छ कि उहाँहरूको भविष्य राजनैतिक र प्रशासनिक उपेक्षाले चौपट बनाउँदैछ। यो शिक्षालय कुनै दिन बुद्धिजीवी, अभिभावक, राजनीतिज्ञ र स्थानीय अगुवाहरूको संयुक्त प्रयासमा स्थापना भएको थियो, तर आज त्यही राजनीतिक हस्तक्षेप, स्वार्थ र चुनावी वाङले यसलाई भित्रैबाट खोक्रो बनाउँदैछ। जब सोभि चुनाव आउँछ, दलका नेताहरूको सक्रियता देखिन्छ, युवाहरूलाई प्रयोग गरिन्छ। चुनाव सकिएपछि भने न विद्यार्थीको भविष्यको चिन्ता, न क्याम्पसको विकासको योजना। सम्बन्धित निकाय, स्थानीय सरकार, प्रदेश सरकार, विश्वविद्यालय अनुदान आयोग सबै मौन छन्। कोही अनुगमन गर्न आउँदैनन्, कोही सुधारको खाका ल्याउँदैनन्। आर्थिक वर्ष 2080-81 मा 4 कोठाको भवन बनाउन प्रदेश सरकारले 50 लाख उपलब्ध गराएको थियो, तर त्यो परियोजनाको प्रगति पनि अस्पष्ट छ। हामीले बुझ्दा यो क्याम्पस शिक्षाको सपना थियो, अझै पनि छ, तर सपना यतिखेर जल्दी देखिने मात्र हो कि व्यवहारमा परिणत हुने हो, त्यो अब तपाईँ, हामी र सम्बन्धित निकायहरूको उत्तरदायित्वमा निर्भर पर्छ। जनता बहुमुखी क्याम्पसको बहुमुखी सम्भावनालाई राजनीतिक खेलको बलिदान बनाउनु अब हामी स्वीकार गर्न सक्दैनौँ। जहाँ शिक्षाको जरो कमजोर हुन्छ, त्यहाँ राष्ट्रको मेरुदण्ड टुट्छ। शिक्षा हाम्रो अधिकार हो र जबसम्म अधिकार दिइन्न तबसम्म आवाज उठाइनेछ।